हामी चाहिँ यो हिमालतिर जाँदैछौँ है। हिमालतिर यो हिमालतिर कस्तो राम्रो हिमाल देख्यो है ल साथी हो। नेपालको जस्तै यस्तो राम्रो देख्यो ल। यहाँ चाहिँ पुरा खेतीयोग्य जमिन एकदमै धेरै रहेछ यो एरियामा चाहिँ खाली जग्गा रहेछ कि यहाँनिर खेतीको लागि पुरै रेडी हुँदैछ यहाँ खेतीको लागि। खाली हुँदै हुँदैन कि यहाँ खेती पुरै खेती गर्छ हेर्दै घाँस सास पुरै गाडी त हिँड्दैन के हो यो के को खेती हो थाहा भएन फुलिरहेछ। राम्रो ल हेर्नुहोस् त घाँस यो चाहिँ पुरै भएकै गुडले हुँदा चाहिँ निकै हरियो रहेछ त पुरै हरियाली रहेछ रमाइलो रहेछ। ल हेर्नुहोस् त यहाँ खेतीको लागि यति धेरै तयारी हुँदैछ यहाँनिर हेर्नु त ल। हाम्रो नेपालमा बाँझै हुन्छ होइन जग्गा उर्वर भूमि बाँझो चाहिँ यहाँनिर हेर्दै कुनै पनि ठाउँ खाली हुँदैन रहेको यति नै हेर्दै यति राम्रो खेती हुँदैछ यहाँनिर चट्टै भएर यता तल हरियाली भइसकेको छ खेती पुरै यता रेडी हुँदैछ। 12 किलोमिटर भुल्कान। हिमाल देखिरहेको छ साथीहरू हेर्नु है हिमाल ल छेउमै पुग्यो हिमालको ल। एउटा गाउँमा आइपुग्यो मान्छे निक्लिन्न है बाटोतिर यतातिर मान्छे निक्ल्यो भने गाडीमा सुइँ हिँड्छन् आफ्नो आफ्नो यस्तै छ है हजुर।